हेलो साथीहरू, आज चाहिँ धेरै समयपछि फेरि हामी चाहिँ आज चाहिँ रुममै सेकुवा बनाएर खाने प्लान गरेका छौँ र हामीले चाहिँ रुममै सेकुवा बनाउने तयारी गरेर चाहिँ एकदम सुरु भइसकेको छ हाम्रो प्लान चाहिँ। र आज चाहिँ यहाँ सुक्का पोल्दैछौँ इलेक्ट्रोनिकमा, बाहिर गइया छैन, त्यही भएर आज चाहिँ रुममै रुमभित्रै बनाएपछि यो चाहिँ फ्यान यता चाहिँ यो चाहिँ यहाँ जुन धुवा आउँछ त्यो चाहिँ बाहिर फाल्नको लागि यो फ्यान चाहिँ मैले यहाँ रेडी गरेको छु। अब यहाँ चाहिँ सेकुवा पाक्दैछ, अब यता सेकुवा बाँकी छ। यहाँ अचारको लागि पुरै तयारी भइरहेछ, तातो तातो गोलभेडा। अब चाहिँ हामी चाहिँ आज चाहिँ हामी दुईजना मात्रै, बुढाबुढी मात्रै, दुईजना मात्रै रुममा चट्ट बसेर सेकुवा बनाएर खाने प्लान छ हाम्रो चाहिँ। चट्ट टमाटरमा कागती निचरेर खोर्सानी चाहिँ चट्ट हालेर आज चाहिँ पिरो बनाउने अचार चाहिँ। त्यसरी चाहिँ आज चाहिँ हाम्रो रुममै बन्दैछ है गाइस हाम्रो चाहिँ यसपालिको सेकुवा प्लान चाहिँ। यहाँ चाहिँ हाम्रो अचारको लागि आफ्नै करेसा बारीमा फलेको के हो यो लसुन, धनियाँ। यहाँ चाहिँ हाम्रो चाहिँ यो 2-4वटा गमलामा चाहिँ यसरी धनियाँ, लसुन लगाएको छ। यहाँ फेरि एउटा चाहिँ आलुको बोट पनि उम्रेछ। यो आलुले नि भयङ्कर होला जस्तो भइरहेको छ। यहाँ बोट चाहिँ एकदम हौसिएर आएको छ। अब के हुन्छ हेरौँ। यतापट्टि चाहिँ यो चाहिँ के हो रे? यो चाहिँ पुदिना हो। यो चाहिँ एकदम सानो सानो छ अहिले। एलोभेरा पनि एकदम, यो चाहिँ धेरै समय भयो, एकदम सानो 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 बिरुवा पलाइ गरेर एकदम प्याक भइसकेको छ। यो चाहिँ हाम्रो करेसा बारी। यो खेतीपाती गर्ने चाहिँ उहाँ नै हुनुहुन्छ। उहाँले चाहिँ यो खेतीपाती सम्हाल्नुहुन्छ। मैले चाहिँ यो नलाउन सुझाव दिन्छु, तर यो बेलामा उम्रिरहेको हुन्छ। यहाँ म चाहिँ यो खासै छाक पुग्ने पनि फल्दैन, यो ठाउँ पनि खाली हुँदैन। यो यस्तै चलिरहेको छ। यो चाहिँ यस्तो छ है हाम्रो करेसाबारी चाहिँ। आजको सेकुवाको लागि चाहिँ अचार चाहिँ यहीँबाट बन्दैछ। यो इलेक्ट्रिकमा चाहिँ गरिब महिनामा चाहिँ ठिकै हुने रहेछ, तर यो जाडो महिनामा चाहिँ मासु पनि चिसो, मौसम पनि चिसो हुने भएर होला एकदमै टाइम लाग्छ। त्यही भएर इलेक्ट्रोनिक यो सेकुवा चाहिँ मेसिन किन्न चाहनुहुन्छ भने चाहिँ यो जाडो महिनामालाई चाहिँ अलिक गाह्रै हुने रहेछ। अलि गरिब महिनामा त ठिकठाक हुन्छ, छिटै पाक्छ। जाडो महिनामा चाहिँ अलि लङ टाइम लाग्छ, पाक्नु त पाक्छ, अलिक धेरै टाइम लाग्दो रहेछ। यसरी हाम्रो तयारी भइरहेछ। यो चाहिँ अचारको लागि गरम मसला। यो चाहिँ कहाँबाट आएको अरे त्यो बेहो? यो चाहिँ हिजो मात्रै दिदीले पठाउनु भएको। अनि यहाँ हाम्रो यो चाहिँ आज मात्रै काटेर मुलाको अचारको लागि। यो चाहिँ भोलितिर मात्रै हालिन्छ। आजको एक घाम सुकायो, अब भोलि एक घाम सुकाएर यो चाहिँ मुलाको अचार। यसरी हाम्रो मुलाको अचार तयारी हुँदैछ यहाँ चाहिँ। अब हाम्रो चाहिँ यो कुकिङ जोन चाहिँ यो हो। यसरी हाम्रो तयारी भइरहेछ। अहिले फ्यान चाहिँ चलाउनु परेको छैन, अहिले खासै तातेको छैन, धुवा छैन, त्यही भएर फ्यान चलाएको छैन अहिले चाहिँ। एक लट चाहिँ पल्टाइयो अब, तर अहिले ब्लोर आइरहेको छ किन भिडियो। हाम्रो चाहिँ अचार चाहिँ रेडी भइसकेको छ। यो चाहिँ त्यो टमाटर उसिनेकै भाँडामा हालेको। यो चाहिँ धनियाँ, एकदम धनियाँ चट्ट, खुर्सानी टक्क, एकदम टेस्टी अचार बनिसकेको छ। अब खाँदा चाहिँ कतिको टेस्ट आउँछ त्यो चाहिँ हेर्न बाँकी छ। अहिलेलाई चाहिँ अचार रेडी भइसक्यो।
अब यो सेकुवा पनि पाक्दैछ, पाक्ने क्रम जारी छ, पाकिसकेको अवस्था छैन अहिले। कहिलेकाहीँ यसरी घरमा बसेर यसरी खाँदा पनि रमाइलो हुन्छ। आज शनिबारको दिन यो युट्युबमा भिडियो नआएको पनि धेरै भयो, यो बाहिर पनि हामी खासै गछौँ, लगभग धेरै टाइम भइसक्यो मैले भिडियो पनि नहालेको। आज फेरि चाहिँ घरमै चाहिँ सेकुवा बनाएको थियौँ, त्यही भएर एउटा भिडियो चाहिँ बनाएर अपलोड गरिहालौँ नि त भनेर आज पनि भिडियो बनाएको छु। सबैले हेरेर साथ दिनु होला। यसरी चाहिँ आजको हाम्रो स्याटरडे चल्दैछ। अब यो सेकुवासँगै खानालाई चाहिँ कोकको पनि व्यवस्था गरेको छ होइन, कोकको पनि व्यवस्था छ। यो अचारमा चाहिँ अब नुनहरू हाल्न बाँकी छ, नुन मसला टक्क हालेर फाइनल यसलाई गर्न बाँकी नै छ। फाइनल तयारी हुँदैछ। हाम्रो एक लटको सेकुवा चाहिँ मजाले पाकिसकेको छ। अब हामी चाहिँ यसलाई निकालेर अब फेरि यसलाई निकालेर खाँदै अर्को लटको लागि तयार गर्छौँ। अघि मैले कोका कोला भनेको थिएँ, आज हामीले चाहिँ नयाँ चाहिँ लिएर आएको छौँ। आज चाहिँ हाम्रो चाहिँ क्याम्पा कोला भन्ने आएछ त्यहाँ पसलमा, एकचोटि ट्राई गरौँ त भनेर लिएर आएको, कस्तो हुँदो रहेछ हेरौँ भनेर। यो चाहिँ 1 लिटरको छ, 1 लिटरको कति 79 रुपियाँ प्रिन्ट रहेछ। अब यो चाहिँ आजको स्पेसल हुने भयो हाम्रो फर्स्ट टाइम क्याम्पा कोला। पहिला नि खाना त खायो हो, तर धेरै पहिला, तर आज चाहिँ घरमै ल्याएर क्याम्पा कोला खाने तयारी हुँदैछ। अब 1 लट सेकुवा चाहिँ बनिसकेको छ। यहाँ अब टक्क बनिसकेको छ। मेरो अब छोरी चाहिँ यहाँनिर मोबाइलमा एकदम व्यस्त हुनुहुन्छ। हेलो इर्सा, हाई भनिदेऊ। हाई। ओ माई गड, यस्तो हाई त कसले गर्छ? यस्तो छ हाम्रो चाहिँ तयारी साथीहरूले। मोबाइल चाहिँ बन्द गरे हुन्थ्यो। ए अब यहाँ चाहिँ हाम्रो चाहिँ यस्तो चलिरहेछ। अब निकाल त कस्तो भयो अब हेरौँ। यो चाहिँ आजको हाम्रो फर्स्ट लट। यो काँटामै अड्क्यो अब, डन्डी च्याप्यो होला क्या। यस्तो छ। यी सबै अलि निकालौँ, यसलाई अझै निकालौँ। यो चाहिँ पाकिसक्यो, पुरै रातो भइसक्यो। अब यो पछि चाहिँ सर्लक्क फेरि अर्को लट उनिन्छ, अनि यता पाक्दै गर्छ अर्को लट। हामी चाहिँ यो लट चाहिँ खाँदै गर्छौँ। एउटा पिस टेस्ट गरेर त कस्तो रहेछ, यहाँ भिडियो बनाउँ मैले। ठिक छ, बेस्ट छ नि होइन। यो आज चाहिँ हाम्रो सेकुवामा चाहिँ पिरो हालेको छ र छोरी पनि आज स्याटरडे, छोरीले पिरो नखाने भएर पिरो चाहिँ हालेको छैन। अचारमा चाहिँ हामीले एकदम पिरो बनाएको छौँ। यसरी चाहिँ आजको हाम्रो स्याटरडे। हाम्रो चाहिँ अब यहाँ खाना सुरु भइसकेको छ। त खाऊ छोरो खाऊ, कस्तो छ टेस्ट भनिदेऊ त। मिठो छ, मिठो छ है। हाम्रो चाहिँ यहाँ हाम्रो चाहिँ यहाँ सेकेन्ड लट, यो चाहिँ सेकेन्ड लट हाम्रो हालिसकेका छौँ। र अब चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ छोरीलाई टक्क लाएर क्याम्पा कोला र सेकुवा, यसरी चाहिँ आज चाहिँ हामीले चाहिँ इन्जोय गरिरहेछौँ। र तपाईँहरूलाई चाहिँ यो भिडियो कस्तो लाग्यो? आजको भिडियोमा यति नै। तपाईँलाई कस्तो लाग्यो? मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला र मेरो यस युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा चाहन्छौँ। हस्त, धन्यवाद।